मेमोरी भिडियो नि बनाउँछु कार्यक्रम छ के मोबाइल आउनलाई 128 GB तपाईँ अब जानु न आइसक्यो सर यो तलको सेम होइन तलको त्यो जुन छ नि स्लाइडर भित्र यो राखेको हुन्छ स्लाइडर बाहिर राखेको हुन्छ यो पनि एक्चुअली हल्ला निकालेर हाल्नु त पर्छ यो पिन टच एउटै हो यति मात्र हो यति हो नले नै हिजो लेखेको हैन लेखिसकेको बिल्दा गएर पढ्नुपर्छ नि लेखेको कुरा कुन पाँच कौन हो भने बुझ्या भने सर मेमोरी कार्ड नि भयो अब अर्को के थियो बनाउँदै गरे पो थाहा हुन्थ्यो सर भित्र खोलेर हेरे त्यो त सर अब हजुरलाई थाहा होला नि त हजुरले बनाइरहेको हामी ल्याउँदै नदेखेकोलाई को थाहा हुन्छ बेला आउँछ भनेर 2 महिना गर्दैछ नि यसमा एउटा मोबाइलको एउटा इम्पोर्टेन्ट मोबाइलको ब्याट्रीमा जोड्नु एउटा जुन सर एउटा जुन त्यो सफा गर्ने स्प्रे जस्तो आउँथ्यो सर ब्याट्री पनि खोल्नलाई त्यसलाई के भन्छ कहाँ जोड्नु हजुर क्लिनर पनि चाहिन्छ होला नि सर मोबाइल क्लिनर पीसीबी क्लिनर भन्छ पीसीबी क्लिनर यस्ता धेरै पेट्रोल युज गर्दा ठिक हुन्छ कि केही नि नसोध्नु त सरलाई केही नि नसोध्दा के हुन्छ के पढाउँछ केही नि नसोध्दा सरले के पढाउँछ थाहा भयो अनि तिमीलाई नि नपढ्नु चल्छ एउटा चार्ज एउटा केही चाहिँ नसोध्दा सर आफै तरिकाले पढाउँछ आइएमए नम्बर भन्ने थाहा छ थाहा छैन सर त्यसले के काम गर्छ सर नम्बरमा त देखाउने के काम गर्छ यो आइएमए नम्बर जो छ नि यो मोबाइलको आइडेन्टिफाई गर्छ यो मेन भनेको यो आइएमए नम्बर जम्पर हाल्नु पर्यो हैन मोबाइलमा आइएमए नम्बर मोबाइलमा आइएमए नम्बर यहाँ सर दुईटा नम्बर दुईटा आइडेन्टिफाई गर्नु यो दुईटा सिमको हिसाबले डबल सिम छ भने डबल आइएमए हुन्छ हिजो त मेक्सन नम्बर भूमिका के हो सर खासको चार्जिङ पोर्ट भयो नम्बर आइडेन्टिफाई गर्छ हामीले विषयमा के भनेर हामीले धेरै काम के भन्नु भयो त्यतिकै पाउँछ यो आइएमआई नम्बर भनेको यो नेटवर्कको जुन के भन्छ क्यारियर छ नि त्यसलाई आइडेन्टिफाई गर्छ क्या क्यारियरलाई नेटवर्क बोक्नलाई आइडेन्टिफाई गर्छ जस्तो मैले 867 मा 2109 यो आइएमआई नम्बर प्रब्लम छ भने नेटवर्क आउँदैन कि टावर सम्बन्धी जस्तो नेटवर्क आएन त्यो नम्बर हाल्न पर्छ के हाल्नु पर्छ आइएमआई यो सीपीयू सित सम्बन्धित हुन्छ हजुर सीपीयू नै फेर्नु पर्छ सीपीयू नै नेटवर्क आएन भने सीपीयू फेर्नु पर्छ त्यसको नि प्रोसेस हुन्छ नेटवर्क आएन भने अब फल्ट फाइन्डिङ प्रोसेसमा हुन्छ कि अब जस्तो कि अब नो नेटवर्क छ हैन कोहीले क्या गरम रुम परेको बेला पानी परेको बेला नेटवर्कले काम गर्नु त्यति बेला के हाल्नु नो नेटवर्क छ नि अब त्यसमा हामीले फल्ट के हुन्छ त्यसमा के सम्भावना हुन्छ पहिला एन्टिना ब्याड हुन्छ हैन है हजुर त्यसपछि के हेरिन्छ
त्यसपछि खै अब त्यसपछि आइरन त त्यहाँ एउटा त्यो घन्टी जस्तो सानो कोइल देखिन्छ नि हिजो हजुर सर त्यही भनेर बुझाउँ भएको सामान छैन देखाउन लाग्ने सर सामान हो देखाउनु त ल फोर सर 10 मिनेट खामा 20 मिनेट लाग्योस् तर सामान हेर्दै जान पाइयो भने अलि मजा पनि आउँछ सिग्नल मजाले जाम भनेको यिनीहरू अब भोलिको प्र्याक्टिस गरेर म भोलिको मैले कहाँ प्र्याक्टिस गर्नु मैले नि 12 15 वर्ष भयो काम गरेको है बल्ल अलिअलि आउँथ्यो मोबाइल बनाउन अलिअलि भन्दा नि आउनु त आउँथ्यो मैले तर पुरा त्यो रिस्क लिएर काम गर्न सकिँदैन के हजुर 12-15 वर्ष लाग्यो मोबाइलमा जिन्दगी छ सर मोबाइलमा जिन्दगी छ मोबाइल बनाएर गरी खान सकिन्छ भन्नु खोज्नु भयो मोबाइल मात्रै बल्ले नि हुन्छ हजुर काम आउन पर्यो आफूले गर्न सक्नु पर्यो मोबाइलले नि हुन्छ इलेक्ट्रोनिक सबै गर्ने कि एउटा मोबाइल मात्रै भर्नु पर्यो नेपालमा मोबाइल पसल खोलेर अलिक ठुलै केही गर्न सकिन्छ मेरो साथीहरू अहिले होलसेलको चावल गरेर अहिले जबमा लाग्यो त्यो होलसेलवालाहरूले चाहिँ सामान कहाँबाट ल्याउनुहुन्छ तपाईले मोबाइलमा जिन्दगी देख्नु भएन सर चाइनाबाट खोइ अहिले कहिले हेर भनेको मैले सर एन्टिनाबाट कनेक्सन यसमै जान्छ है यसलाई कपलर भन्छ अब सुन अब नेटवर्क आएन है मोबाइलमा नेटवर्क आएन पहिला इन्टरनेट ठिक छ भने यो चेक गर्ने यो पनि यसको कनेक्सन कन्टिन्यू मात्रै चेक गर्ने है कन्टिन्यू चेक गरेपछि फेरि त्यसको के आउँछ एउटा आइएफ फिल्टर भन्ने हुन्छ यो नेटवर्क सेक्सन अब यहाँ आइसी सेक्सन है आइएफ फिल्टर भन्ने हुन्छ एउटा आइसी एउटा नेटवर्क आइसी भन्ने हुन्छ ठुलो अब नेटवर्क आएन भने मोबाइलमा अहिले गएन इन्टरनेटमा हेर्ने अनि यो कपलर चेक गर्ने अनि डाइरेक्ट अब बल्ल आइसीमा जाने डाइरेक्ट आइसीमा गएर त्यसले नछिन्छ यो आइएमआई भनेको यो कम्प्युटरको एउटा आइडेन्टिफिकेसन नम्बर हो क्या यो मोबाइल अब तपाईँको मोबाइल हरायो भने यो आइएमआई नम्बरबाट हामीले मोबाइल कहाँ छ कहाँ कुन एरियामा चलेछ लोकेसन पत्ता लगाउन सकिन्छ है सर यसको रेसो काम के हो सर यिन दुईटाको काम के हो सर दुईटाको यस्तै डिजाइनको लागि हो कि केही काम छ यसको भूमिका यो माइक मैले भन्दैन भिडियो भने दुईटा माइक हुन्छ डिजिटल भन्दै नि यो भिडियोको लागि माइक हो हजुर यो चाहिँ स्पिकरको होला स्पिकर दुईटा हुन्छ नि तलको के हो त सर यो के सेन्सरको के होला यो नि स्पिकर हो र तिम्रो एयर तिम्रो यहाँ छैन नि हजुर कान सुन्ने स्पिकर यो लाउड स्पिकर तिम्रो सिङ्गो फेरि तल हजुर छ नि त म दुलो छ नि दुलो कहाँ बोल्दै सबभन्दा काम त भनेको यी मात्रै जीवनले पढाइरहेको मलाई यसको फुल फर्म निकालिदिन्छ आइएमए फुल फर्म
झाम तापेर लिएर लगेको घरले इंटरनेशनल मोबाइल इक्विपमेंट Equipment. Identify. Identify. बुझ्छ सर इंटरनेशनल मोबाइल इक्विपमेंट आइडेंटिफाई इंटरनेशनल मोबाइल इक्विपमेंट आइडेंटिफाई यो सफ्टवेयर सेक्सनमा अलिअलि सिक्न मिल्छ है यसको यो मैले भनिदिएको मात्रै हो सफ्टवेयरमा यसलाई रिपेयर गर्न मिल्छ है अनि कसै आइएमआई रिपेयर हुँदै भएन भने त्यो सिपियु फेरि भने यो कनेक्सन सिपियुबाट हुन्छ यसको भनेको सिपियु यो आइएमआईमा बिग्रेछ भने मोबाइल चाहिँ कनेक्टै हुँदैन मोबाइल हो आइएमआई भनेको के हो इन्टरनेसनल मोबाइल International Mobile. International Mobile Equipment. Identify. Identify. International Equipment Identify. International Mobile Equipment Identify. अनि मैले भने नि नेटवर्कसित सम्बन्ध हुन्छ यसको है यो आइएमआई नम्बरको यो तिम्रो मोबाइल हरायो भने यो नम्बर छ भने तिमीसित तिम्रो मोबाइल कहाँ छ भने ट्र्याक गर्न सकिन्छ उसले अर्को सिम हाले पनि ठ्याक्कै तिम्रो लोकेसन थाहा भयो यसको लागि त धेरै दुखाउनु बक्समा पनि हुन्छ नि हैन यो आइएमआई नम्बर तिमीले मोबाइल कन्ट्याक्ट राख्नु पछि रिपोर्ट बक्समा पनि हुन्छ अनि मोबाइलमा नि मोबाइलको पछाडी हुन्छ बक्समा हुन्छ मोबाइल दर्ता नगरेको त फेरि हुँदैन मोबाइल दर्ता नगरेको त्यो सिस्टम खेलिरहेको छु यसको त छैन सर्च गर्दा पनि आइएन कहाँ छैन किन छैन चार्जर पछाडि छैन त्यहाँ भित्र बटनले थाहा हुन्छ क्या आइएमआई नम्बर अघि मोबाइल लागि चार्जर भन्नु चार्जर छैन चार्जर छैन कि चार्ज नै छैन भनेको चार्ज छैन युजर त त्यस्तो हो नगर पुलिसले ट्र्याक गर्छ 20 बजे के रहेछ अहिले 20 मिनेट छ हैन 20 मिनेट छ कति पर्सेन्ट छ रे तिम्रो कति छ कहाँ गयो दादा
स्यामसङ मोबाइलमा आइएमआई नम्बर हेर्ने तरिका है अनिवार्य हो यो एकदम अनिवार्य हुन्छ है *06#. स्यामसङमा मात्रै हेर्छ कि कुनै मोबाइलमा पनि सबै मोबाइलमा हुन्छ स्यामसङमा हो यसमा अरूमा ट्राई गर्नु कुन कुनमा रियलमी C7 हेर्नु सर केटाहरू अहिले अहिले नै अब मोबाइलको जसले चोर्छ रियलमी C7 *06 हो स्टार पठाउनु है *06 है स्टार हैज 06 स्यामसङ को छ स्टार हैज 06 स्टार एन्ड्रोइड मोबाइलको सबै एउटै हुन पर्ने छ हैन र कम्पनी हैन अर्को छुट्टै छुट्टै हो कम्पनी नाम मात्र फरक एन्ड्रोइड स्यामसङ भने एन्ड्रोइड रियलमी एन्ड्रोइड फरक हुन्छ यो एन्ड्रोइडको मात्र होइन यो स्यामसङको लागि मात्रै हो स्यामसङ र एन्ड्रोइड फरक हो सर सबै मोबाइलको लागि हो वानको मात्र चाहिन्छ सबै बाहिर आउँछ सर यो वान भयो यो भयो होइन के यो स्यामसङ को छोरा के अहिले पछिमा भन्छ आइफोन बक्सा चाहिँ काम के भन्छन् केटा दिमाग ब्याट्रीको पछाडि पनि सबैले गरेर होइन प्राय मैले पहिला मैले सफ्टवेयर गर्दाखेरि यो स्यामसङहरुको प्राय आउँथ्यो कि मैले धेरै जस्तो स्यामसङको गर्दा के पेज अफ स्यामसङमा त आयो तिम्रो फोटो म दिन्छु मेरो तिम्रो गएर यो नमस्ते को फोटो के अहिले फोन हरिन्छ काठमाडौँमा मेरो मोबाइल किनेको बक्स हुन्छ त मोबाइल किनेको बक्स हुन्छ त त्यसमा बक्समा नि हुन्छ के बक्समा राखिदिनु हुन्छ सर फेरिको गरेर नि भएन के हैन मोबाइल थाप्दै बाँच्दैन ल सर अरु हेरौँ अब नोकिया एसएमडी को कति हो सर हेरौँ त एउटै हैन सबैको स्टेप नोकियाको नि एउटै हो सबैको एउटै एन्ड्रोइडको सबै एउटै रहेछ सर यसरी बुझ्न पर्यो स्टार्ट एट 06 एस एन्ड्रोइड भित्रको सबै एउटै हो सर ल यति बुझ्नु ल भयो अरु सुन्नुस् आइफोन को भन न बरु आइफोन हामी मसँग छौ चेक गर्न सब मसँग हेर्छु यहाँ म देखाइ गुगल बाबु कि जय हो गुगलबाट हो यो मसँग यही छ अर्को कस अब कति सुनि अर्को थियो अर्को थियो त भन्दैन सर टपिक भन टपिक टपिक एमआईबी होल्डर त्यो भइसक्यो अन अफ स्विच मेमोरी अर्को यो अन अफ स्विच अन अफ स्विच अन अफ स्विच बुझाल्छ सर अन अफ स्विच अन अफ स्विच अन अफ स्विच अब यो पहिलाको मोबाइलमा प्राय त यस्तो पनि आउँछ अब त्यो एउटा नयाँ कुरा सिक्यो है मस्ते भयो नम्बरहरु नयाँ कुरा थाहा भयो आइएमई नम्बर बोल्न कता पाउँदैन यसरी पढ्नु थाहा थियो यसरी जे भन्ने भयो अब थाहा भइसक्यो पहिला पनि थाहा थियो मलाई ल मोबाइलको अन अफ स्विच है अन अफ स्विच हामीलाई थाहा छ होला नि हुन्न बन्द काटेन नम्बर हेर्ने सेक्सन कुन सेक्सन हो स्टार हे अन अफ द साइडमा हुन्छ सेक्सन भन्नु अन अफ साइडमा हेरेपछि थाहा भयो कतिवटा देखाउन ओइ सुनिल दुईटा पिन हुन्छ नि हैन ओइ सुनिल सबैको दुईटा पिन हुन्छ कि सर अलि अरुको अलि सबैको दुईटा हुन्छ सर मै गो टु टॉयलेट बताइ बारे होला नेपाली
भने त त्यही सिटमा बस्नु पर्यो नि फेरि गएको हरेक कोड हामीले सामने भयो हैन अब हाम्रो ए त्यो मोबाइलको स्विच हैन पहिला अनि यस्तो सिक्वेन्सको सिम्बल टच वालाको कस्तो हुन्छ त चलेको पत्ता कस्तो टाइप ब्लाइन्ड वाइस छोड्नु आएको पढाउँ भाइ आएको पढाउँछ आएको पढाउनु म त त्यो पत्ता छ कि छैन यो यसमा होस्टेलमा अलिक चेक गर्नु मात्रै खोजिरहेको छ र त्यसको बारे थाहा छ आएको पढाउनु अब के आयो हामी सिधै प्र्याक्टिकलमा जाउँदै सर प्र्याक्टिकल सामान किन्ने हो काम सर हामीले तपाईँले माथि तपाईँभन्दा माथि त्यो पत्ता अटाउनु सर मैले हतियार फेरि झ्याप्पै तिमीले भोलि नै मोबाइल झ्याप्पै मेरो पनि छ तपाईलाई हामी जस्तै भोलिबल खेल्न गएपछि भोलिबललाई यस्तो उठाउन पर्छ भन्दा पनि खेलेपछि सिकिन्छ नि त खेलाडीहरू पनि फेरि झ्याप्पै नै त बिस्तारै बनाउनु परेन हैन त्यो भन्नु खोजेको सर हाम्रो पढी जान्छ पढी मात्र भन्दैन यसो गर्न पाइएन सिकिन्छ पढेर अन्त नपढेकिन त्यो खोलेर त्यो फाइदै हुन्न त त्यो त हो कि सर कि पढेर अन्त गरेर छिटो सिकिन्छ नि त सर होइन र मेरो मान्यता मेरो मूल्याङ्कन त्यो मलाई नपढेकिन गर्न गाह्रो बेसिकमा तिम्रो 2 महिना बेसिक के अरे थ्योरीमा पढाउँछ हजुर बेसिकमै जो हुन्छ नि बेसिक हजुर भनेर थ्योरी के हजुर थ्योरी 2 महिना पढाउँछ हाम्रो त तालिमै 2 महिनाको छ सर अनि सर होइन र हाम्रो तालिमै तालिम त तिम्रो सिम्पल बेसिक चाहिँ पार्ट्सहरु चिन्ने मात्र हो पार्ट चिन्ने अनि अब यो काम गर्दा गर्दै बिस्तारै आउँछ के हामीलाई सुरुमा त्यसमा हात नहालौँ कि मैले त हप्ता दिनै बेसिक लाग्छ भने तिमीलाई एक्स्ट्रा टाइम दिएर भने म पढाउँदै भएन म दिउँसो आएर बेलुका आएर भने पढाउँछु त्यो कहाँ हुन्छ र हामी यहाँ 2 महिना सकिएपछि त बिदाई सबै घर जानु पर्छ 2 महिना भित्रै भइरहेको छ अनि 2 महिना पुरै किन गरेर राति हैन राति भन्छ उनी एउटा त युज भइरहन्छ पेटमा आयो होला नि कम्पनी के चेक हैन पुरा पनि उकालेन सर यहाँ सर यो भन्नु भयो यो बिग्रियो भने यो चाहिँ चेन्ज गर्ने कि भित्रको पत्ता चेन्ज गर्दैछ पत्तै पाइन्छ पत्तै पाइन्छ सेटै पाइन्छ आज पनि सजिलो छ जे यसमा केही गर्नु परेन कि यो खाली यस्तै यसो पाइन्छ बिग्रियो भने एउटा 5 रुपैयाँलाई राखिदिए भयो बिग्रियो भने आफूलाई राखिदिए भयो यसले हेर्ने अब है यसलाई बिग्रियो कि चले खाने चेक गर्ने कसरी त सर यसले बिग्रियो कि चले खाने चेक गर्ने कसरी यसमा खास चाहिँ केही हुँदैन कि यसमा पिनहरू हुन्छ है हजुर भित्र एकदम पुरा खैला छ नि त्यसलाई फेर्दैन बरु हजुर यो फेरेर हेर्ने हो कि यो इयरफोन चलेन हेडफोन देखाएन साइन देखाएन भने हजुर सिधै यसको मोबाइल होल्ड कहिले यता त्यो मोबाइल भित्र कहिले यता त्यो हल्लेर हुन्छ नि त सफा गर्ने पहिला भन्ने पहिला सफा गरेर पुरा क्लिन गर्ने हजुर हजुर यो बोर्ड भयो है हजुर यो बोर्डको नि यहाँ कनेक्टर हुन्छ यो कनेक्टर छ नि भित्र हेर्यो यो कनेक्टर यो कनेक्टर खैलाको हुन्छ पहिला मजाले साफ मेरो त धेरै त्यसपछि यो भित्र सरमा पेट्रोल मारेर साफ गरेर हालेर हेर्ने यसमा अरू भित्र गएर अरू पार्ट्सहरूलाई हेरेर पर्दैन कि हुन्छ सर अर्को त यो पहाडी यो सर जस्तै तपाईँ यहाँ आउनु पाए जस्तै एउटा उस्तो होला नि यहाँ बेसिक मात्र पढाइ भनेर आउनु भयो कि एडभान्स पनि पढाइ भनेर आउनु भयो एउटा केही सल्लाह सहकार 2 महिना कोर्स मात्र 2 महिना कोर्स मात्र भन्यो
बेसिस एडभान्स केही भन्नु भएन एडभान्स त होइन अब त्यसमा जति एडभान्स भन्न भनेको सर मैले भन्न खोजेको कि सर तपाईँ जस्तो यो पढाइरहन्छ नि त्यो पढाउँदाखेरि स्पिकरको पार्ट पनि देखाउँदै पढाउनु भयो भने हामीले सिकिन्छ नि त के रहेछ पार्ट त्यही मैले हिजो अब थ्योरी पढाएँ होइन अब थ्योरी आज आज पार्ट छैन भने सर तपाईँले अब जस्तै तपाईँले यो त्यसको बारेमा पढाउनु भयो नि त्यसको बटन कहाँ छ फेरि हो त बटन पनि देखाउँदै पढाउनु भने सजिलो हुन्छ नि हजुर के सामानै छैन हो त सामान छैन होइन सर सामान के सामान हो त सामान मगाउनु पर्छ सर सामान देखाइदिनु भन्न हजुर सर हामीले ल ठिक छ यो सामान म देखाइदिन्छु ल यहाँ नभए नि म मेरो घरमा छ म घरबाट आएर पनि देखाउँछु भएन यतिको हुनु परेन सर त्यो प्र्याक्टिकलमा त्यसले आफूले हेरेर प्र्याक्टिकल प्र्याक्टिकल त गरिन्छ सर प्र्याक्टिकल गर्नको लागि सामान चाहियो सामान कहाँ छ भन्नु खोजेको सर हामीले प्र्याक्टिकलको त त्यो बेला हुँदैछ नि त अहिले एउटा सामान जुगाड गरेर राख्नु पाइयो सर प्र्याक्टिकल सजिलो हुन्छ नि सर त्यत्रो 18 प्र्याक्टिकल भएपछि अब त्यो सरसित सल्लाह गरेर 18 जनाले एकजनालाई पुगेर अन्त सर के म जान्छ सर हैन त्यो त प्र्याक्टिकल एउटाले गर्न पर्छ नि त्यो एकजनाले गर्न पर्छ एउटालाई पुग्ने सामान पनि भएन कि सर यहाँ धेरै एकजनाले एउटा आउँदैन हजुर अब त्यसमा चाहिँ ग्रुपमा गर्ने हो अनि पालो सबैले पालो गरेर एउटा एउटा आउँछ सर यहाँ एक सेट पनि सामान पुरा भयो एक सेट मात्रै सामान पुरा भयो नि 8 जनाले म्यानेज गरिदिन्छ नि एक सेट पनि सामान छैन सेट म लिएर एउटा एन्ड्रोइड सेट एउटा यो सिम्पल सेट म लिएर आउँछु भयो मजिद छ घरमा म हस् सर त्यो भन्दा पनि तपाईँले आफ्नो व्यक्तिगत कुनै खर्च गर्नुहुन्छ वस्तुले अलि भन्नु खर्च गर्ने होइन मसित छ पुरानो सेट जतिसम्मले सबै अब के रह्यो एयरफोन पछि त्यो के अब हजुरलाई थाहा हजुर पढाउनु मेमोरी होल्डर के हो यो मेमोरी होल्डर पनि मेरो ल भइसक्यो यति होला सर आइएमआई नम्बर नि भयो इयरफोन कनेक्टर त्यो भइसक्यो